काम भनेको कहिले ठुलो सानो हुँदैन। काम भनेको पूजा हो कि वर्शिप। उहिले 1914 मा हामी माथि फोक्लिनको टापुमा हुँदाखेरि पनि आफ्नो काम आफै गर्थ्यौँ। जुत्ता मोचादेखि लगाएर भित्र बाहिर लाउने लुगा जम्मै आफै धुन्थ्यौँ, आफै पखाल्थ्यौँ। अनि आफ्नो मकै चाहिँ किन आफै नगर्या त? अहिले त यो भुँडी लागेर नि आफ्नै जुत्ताको तुना खुस्किँदा पनि आफू भुँडीले निहुरेर त्यो लाउन नसकेर खेताला खोज्ने बेला भएको छ। अस्तिको दिन ठेक्कै आफ्नै आँगनमा 100 को नोट झरेको देख्दा पनि आफै सिधा टिप्नु नसकेर छिमेकीलाई बोलाइयो। अप्ठ्यारो छ त अहिले त नानी। मैले मात्रै इज्जत कमाउँदै हिँडेर के गर्नु? दाइले फाल्दै हिँडेपछि मैले के गरे तिमीले फेरि? मसँग किन झर्किन्छौ? सक्छौ भने दाइसँग झर्किएन? बोल्न केही सक्ने होइन दाइसँग? अहिले त्यहाँ तक्मेको मकै गोड्दै थिए। अझ तँ पनि आइज यहाँ एकजना खेताले पुगेन भन्दै थियो तक्मेले। अर्काको मकै गोड्दै हिँड्नुपर्ने मान्छे हो हामी। बाउको इज्जत कति थियो? हेर आज बाउको इज्जत माटोमा मिलेको। राम राम राम, बुढाको के कुरा गर्नु? हिजो म केशरको बाख्रा चराउँदै थिएँ, अस्ति म लाउरेनीको भैँसी धपाउँदै थिएँ। अब हुँदा हुँदा त्यो लाउरेनीको फरिया पनि धोइदिन थाल्छ नि, अनि थाहा हुन्छ। इज्जत फ्याल है दिदी भिनाजुले, इज्जत फ्याल है। भाग्यमानी भयो। काम गर्दा इज्जत जान्छ। ल एउटा कोदालो टिप, म तकमै बुढाले बोलाएको एउटा खेतालो पुगेन अरे, ज्याला दिन्छु भने परे हैन ज्याला ज्याला खुट्टै कोलारो ल्याऊ। किन खुवाउन खोज्छौ? यो बान्द्रै जाँदैन, तिमी पनि जानु पर्यो। हैन खुट्ट घरमा फचारियो। कसै नगवा दुनिया काम गर्दै हिँडेर इज्जत फाल्नु पर्ने के छ तिहरू? त्यतिकै लात ल्याउँदा यो दारी उखेलेर अँगनामा झुन्डाइदिन्छ नि, थाहा पनि। तेरा नाक त्यतिकै दुख्ने गरी हानेर कामै गर्न मन लाग्यो ल। एक गाडी पानी लिएर आउँछ। जाऊ रे, क्या सुनेन? जाऊ न। नचेरै अहिले गाग्रीले जमाएको जस्तो भुँडीमा बङ्ग बजाइन्छ नि, त्यहाँबाट बिहे आएछ भन्ने ठान्दैछ। गइहाल न गइहाल। दुनिया काम गर्न त उचालिँदै हिँड्छौ त। जाऊ न, के हेरेर? जाऊ जाऊ, तिमी त पानी लिन गएकै सुहाउँछ। अब कान्छासँग पो पैसा बिटो छ र इज्जतको कुरा गर्छ। पैसा नहुनेले त जे काम नि गर्नु पर्यो। कति न इज्जतको। हामी त पूर्वको बासिन्दा, मन दुख्छ आफ्नैले नचिन्दा। बसौँ न यही हाम्रो भेटघाटैमा। 1914 मा यस्तो उकालो त कति हिँडेको भनेर गफ त दियो, तर के गर्नु अब चाहिँ अलिक बुढो भइएछ कि जस्तो पो लाग्यो त हो। ज्यान पनि अब हिँड्नु पर्ने बाटो यत्रो छ। उहिले 1914 मा त्यत्रो चाहिँ 16 धार्नी बोकेर हिँडेको पनि काथै भो हो। झुसे किन बकम भुइसे? लु ढुङ्गा खोज्दा देउता मिल्यो भनेको ठेक्कै यही हो। झुसेले मलाई आज बकम फुसे भने पनि भन्, त्यहाँबाट भुसे भने पनि भन्। आजलाई आई डोन्ट माइन्ड है झुसे। मेरो एउटा सानो समस्या पर्यो भन्दा कस्तो समस्या भने, मेरो चाहिँ एउटा भतिजो सुभाषे भन्ने त्यहाँ हाङकाङमा बस्ने। त्यसले त्यो नेपाली खानेकुरा साह्रै मन पर्यो खानुलाई, साह्रै घरको याद आयो। लु काका, त्यहाँबाट मेरो साथीहरू आज हाङकाङ आउँदैछ, त्यहाँबाट सामान पठाइदिनु भनौँ। अब नेपाली खाना के भन्दाखेरि फापरको पिठो, गुन्द्रुकको अचार, मुलाको सिन्की, त्यहाँबाट चाहिँ लप्सीको अचार, अनि हुँदै जम्मै खानेकुराहरू चाहिँ पठाइदिनु भन्यो। अब आफ्नो पनि बारीमा भएको आँखा चिम्रो मन चाहिँ ठुलो भएको मान्छे परे है म। फेरि मेरो पालो पनि जम्मै गडङ